र आज चाहिँ हामी यहाँ हाम्रो अकोमोडेसनको छेउको यहाँनिर अलमदिना भन्छ अलमदिना हाइपर मार्केटमा आएको छौँ। तपाईँलाई यहाँको अब प्राइसहरू देखाउँछौँ। यहाँ चाहिँ तपाईँहरूले देख्नुहुँदैछ दिवालीको लागि यहाँ स्विट्सहरू मिठाईहरू यहाँनिर चाहिँ दिवालीको सजाउनेहरू रहेछ। दिवालीको फुलहरू लक्ष्मी माताको फोटो पनि रहेछ। लक्ष्मी माताको फोटो पनि रहेछ। तपाईँहरूले देख्नुहुँदैछ यो चाहिँ तपाईँको नुडल्स सेक्सन हो। यो चाहिँ पास्ताहरू तपाईँले देख्नुहुँदैछ। यसको दाम रहेछ तपाईँको 70 रुपियाँ। एक प्याकेटको 70 रुपियाँ रहेछ यसको पास्ताको 70 रुपियाँ रहेछ। हामी चाहिँ यहाँ वाइवाई किन्न आएको र वाइवाईको रहेछ तपाईँको 5 प्याकेटको 80 9को है। खै 9को छैन त यो है 10वटा है 8.8 को रहेछ त 8.8 को रहेछ त कति हो यसको 8.8 रहेछ। के होला मिले जाउँ न है। र यहाँ देख्नुहुँदैछ तपाईँले सबै चिजबिज मसलाहरू रहेछ। यहाँनिर दालहरू रहेछ। मुङ दाल रहेछ 160 रुपियाँ किलो। के यो रेड मसरुम 120 रुपियाँ किलो। हल्दीहरू रहेछ। पोल्ट्री उयोहरू रहेछ। यो डिलिट आफ्टर सेभहरू उयोहरू रहेछ। तपाईँहरू देख्नुहुँदैछ हेर्नुहोस् दामहरू। स्टार्टिङ चाहिँ 12 240 50 डल्लै पाउँछ नि। सिङ्गल पाउँदैन त 14 भनेपछि 280 90 290 रुपियाँ रहेछ। ब्रस हेर्नुहोस् है। ब्रसहरू छैन अन्त त्यो त होइन ब्रस यहाँ रहेछ। कति यसको चाहिँ हामी चाहिँ खासमा यो खोज्नु आएको। यो त होइन नि यो हो। कति हो यसको प्राइस रहेछ तपाईँको अब 250 रहेछ। 250 रुपियाँ 50 रुपियाँ रहेछ तपाईँको यो यसको प्राइस चाहिँ। तपाईँले देख्नुहुँदैछ यहाँ जुस सेक्सन रहेछ। कोल्ड ड्रिङ्क्स सेक्सन रहेछ यहाँनिर है। कोल्ड ड्रिङ्क्सको दामहरू हेऱ्यौँ। अनि यो कोकहरू इन्डियामा कति गर्छ? यो कोकको दाम इन्डियामा कति गर्छ? 65 रहेछ यसको दाम। 65 35 गर्छ है यो कोक है। इन्डियामा एउटा 45 हुन्छ नि। 65 रहेछ नि माउन्टेन ड्यू कति रहेछ? 50 रुपियाँ अरे। 50 रुपियाँ हो यसको। कति 175
तपाईँले देख्नुहुन्छ यहाँ भेराइटिज छ भिन्डाहरू देख्छ यहाँ आइसक्रिमको सेक्सन रहेछ यहाँ चाहिँ आइसक्रिम सेक्सन रहेछ माउन्टेन ड्यू बोतल बोल्दैको चाहिँ 10 दिरहम है 10 दिरहम रहेछ एउटा यो डल्लैको होइन 10 दिरहम 10 दिरहम भनेपछि 200 रुपियाँ छवटा 200 रुपियाँ जिरो कोला देख्नुहुन्छ तपाईँहरूले यो पानीको दाम चाहिँ कति रहेछ अम्बु 30 रुपियाँ रहेछ यो ठिकै हो तर है ठिकै हो धुपहरू रहेछ यहाँनिर धुपको प्राइसहरू हेर्नु यहाँनिर 60 70 रुपियाँ 50 रुपियाँ यस्तो रहेछ तपाईँको 70 रुपियाँ चिल्ड एन्ड डेयरी सेक्सन रहेछ यो तपाईँहरूले पेस्टहरूको दामहरू हेर्नु सेन्सोडाइन सबसे महँगो हुन्छ यो डरलाग्दो महँगो सेन्सोडाइन कति अम्बो 600 रुपियाँ 700 लगभग 700 रुपियाँ रहेछ नि अम्बो के त महँगो पर्फ्युमहरू हेरौँ न पर्फ्युम रहेछ तपाईँको 380 रुपियाँ रहेछ यो जोबन मस्को हो अलिभ ओइल हो क्यास्टर ओइल अलिभ ओइल रहेछ तपाईँको यो है कति हो 5 दिरहम रहेछ 100 रुपियाँ 100 रुपियाँ है कपालमा लाउने रहेछ सबै टिकाको रहेछ भाटिका रहेछ 12 240 50 चिप्सहरू हेर्नु न चिप्सहरू कति रहेछ यो 50 रुपियाँ यसको अम्बो 50 रुपियाँ अरे यसको बदम ठ्याक सानो पनि 50 रुपियाँ अरे 50 रुपियाँ हेर न त्यो अम्बो 50 रुपियाँ हेर्नुभयो तपाईँले 250 60 रुपियाँ अरे लजिज 60 रुपियाँ इन्डियाको 60 रुपियाँ लु चितोस आइसला सानो चितोस कति रुपियाँ प्राइजै छैन छैन प्राइस अनि तपाईँले यहाँ देख्नुहुँदैछ यो चाहिँ तपाईँको फ्यामिली प्याक हाम्रो 140 150 150 रुपियाँको रहेछ 150 रुपियाँ रहेछ है फ्यामिली प्याक म्याक्स तपाईँको 150 हो 200 ग्रामको रहेछ फ्यामिली प्याक रहेछ चिटोस रहेछ के थियो साबुन मिठाई तिल मिठाई रहेछ कस्तो खालको है यो त उयो होइन यो बनाउनु मिठाई कति हो 60-70 रुपियाँ रहेछ लगभग 70 रुपियाँ रहेछ साबुन जस्तो रहेछ हेर्नुहोस् तपाईँले देख्नुहुँदैछ यो टफी भन्छ नि टफी कि टाफी भन्छ नि तिल मिठाई रहेछ यो हेर्नुहोस् दामी रहेछ यस्तै हो यो
मजा भयो भुजिया है स्टार फ्राइज छ स्टार फ्राइज रहेछ यो मजाको रहेछ है भुजिया है स्न्याक्स रहेछ स्न्याक्स रहेछ यहाँ पनि रहेछ तपाईँको यो यसको कति रहेछ प्राइस कुन रहेछ प्राइसहरू है यहाँ रहेछ नि त 70 रुपियाँ रहेछ यसको गार्लिक सेभहरू दामी रहेछ गार्लिक सेभ 70 रुपियाँ रहेछ यहाँनिर रहेछ यो चाहिँ के होलसेल होला कति यसको चाहिँ 5 लिटर 100 रुपियाँ 100 रुपियाँको रहेछ यति प्याकेट रहेछ नि यसमा यो बोक्ने ल्याउँछु ल रहेछ आइसक्रिम रहेछ बक रहेछ कति रहेछ त्यसको प्राइस कति यहाँ रहेछ 10 रुपियाँ 200 रुपियाँ रहेछ कति हो 200 रुपियाँ रहेछ यो चाहिँ उयो टेट होइन यो चकडा यसको प्राइस हेऱ्यो 70 रुपियाँ रहेछ यो 70 सस्तो रहेछ है सस्तो रहेछ के हो केलक्स पेनवाला अम्बो के महँगो रहेछ यो त अन्त 16 180 190हरू अब 200 रुपियाँहरू जस्तो रहेछ कहाँ 200 हो 400हरू जस्तो रहेछ नि 20 रुपियाँ नि 400 100 को 200 लेख्नुहुँदैछ यहाँ चाहिँ बिस्किटहरू बिस्किट रहेछ डाइजेस्टिभ रहेछ तपाईँको 200 रुपियाँ रहेछ आम्बो 200 रुपियाँ रहेछ हेर न हो यो है यहाँ हो कपन फ्री मग रहेछ त्यो कारण रहेछ 200 रुपियाँ के हो क्रिम क्रन्च रहेछ तपाईँको यो रहेछ तपाईँको कति हो 225 भनेपछि 50 रुपियाँ रहेछ 50 रुपियाँ रहेछ यो बोर्बन रहेछ कत्रो के यसको चाहिँ प्राइस छैन त है बोर्बन रहेछ हेर्नुहुँदैछ कत्रो रहेछ यो यहाँ रहेछ बिस्किटहरू मिठाईहरू रहेछ यहाँनिर मिठाईहरू यो मिठाई दामी क्रिम फल्स भन्ने क्रिम फल्स रहेछ तपाईँको कति 300 रुपियाँ रहेछ यसको 300 रुपियाँ कति के 300 होला यो क्रिम फल्स यो अब यो चाहिँ महँगो रहेछ नि हौ 450 जस्तो रहेछ हेर यो 400 रुपियाँ जस्तो रहेछ नि हौ यहाँ चाहिँ किटक्याट रहेछ यो रहेछ हाम्रो इन्टेन्स स्टार 300 रुपियाँहरू यसलाई लगभग 300 रुपियाँ जस्तो रहेछ इन्टेन्स स्टार कोको अम्बो हेर्नु हो मिठाई हो 600 रुपियाँ 650 जस्तो 650 जस्तो रहेछ नि नि त लिन्डो रहेछ है गिफ्ट प्याक रहेछ डेरी मिल्कको यो रहेछ तपाईँको 200 रुपियाँ रहेछ
पैक डेयरी मिल्क टोप्लेरो 140 रुपये इसको 140 ये रहेछ भिन्न रहेछ यसको टोप्लेरो दामी हुन्छ मिठाई मिठाईको मात्रै रहेछ यहाँ चाहिँ के हो यो रहेछ तपाईँको के हो यो एउटा 1 दिराम रहेछ 20 रुपये 20 रुपये रहेछ यो मिठाई पहिलाको याद होइन त्यो तारङ्ग दामी रहेछ है कति रुपियाँ 9 दिराम 180 रुपियाँ रहेछ हजुर र अब हामी आइपुग्यौँ के को सेक्सन भेजिटेबल सेक्सनमा जाँदैछौँ हामी रहेछ करेला रहेछ तपाईँको 180 रुपियाँ किलो क्युकम्बर रहेछ कति 80 रुपियाँ किलो हेर्नुहोस् क्यारट चाइनाको रहेछ क्यारट चाइनाको रहेछ दामी रहेछ क्यारट कोसा रहेछ के भन्छ यसलाई त कोसा के हो यो फर्सी जस्तो है निम्बु रहेछ लेमन रहेछ अफ्रिकाको 140 रुपियाँ किलो अरे लेमनी ठुल्ठुलो रहेछ दामी रहेछ सबै यो फ्रोजन चिकनहरू देख्नुहुँदैछ यो फ्रोजन लेग पिसहरू यो सबै 900 ग्रामको रहेछ 9वटा होला यसमा है ससेजहरू रहेछ यहाँ रहेछ नि त प्राइस यहाँ रहेछ त प्राइस सदिया चिकन गिजट होइन त्यो 100 रुपियाँ 120 160 भनौँ न